मेरो स्टाइल मेरै हैन मैले जे गरे पनि तल बाल मतलब मेरो दामी छ यार लाइफमा हुन्छ क्या जो मान्छे अगाडि बढिरहेको छ भने त्यसको साइडमा चाहिँ धेरै हुन्छ क्या खुट्टा तान्नेहरू सो Hello everyone, welcome back to our channel. It's me JR. तपाईं हेर्नुहुँदैछ JNR रिएक्सन भिडियो सो न्यू डे न्यू भिडियो अनि न्यू रिएक्सनमा तपाईहरु सबैलाई स्वागत छ फेरि पनि सो आई होप सबैजना सन्चै अनि कुचाली होला म पनि राम्रै अनि कुचाली छु फेरि पनि नयाँ भिडियोमा रिएक्ट गर्ने गराएको छु यु आर एक्साइटेड म पनि एक्साइटेड नै उति नै छु जति तपाईहरु एक्साइटेड छ सो आजको भिडियोमा फेरि पनि रिएक्ट गर्ने गइरहेको छु भिडियोको नाम चाहिँ व्हाट्सअप छ हैन सो कुन चाहिँ भिडियोमा कुन चाहिँ युट्युब च्यानलमा रिलिज भएको छ भन्दा यङ वेब म्युजिकमा चाहिँ रिलिज भएको छ भर्खरै 3 दिन मात्रै भएको छ सो आई होप आई एम सो एक्साइटेड है कस्तो छ बवाल छ सो मेरो फिडब्याक दिनेछु अनि आई एम सो सरी है जसले पनि रिलिज गरेको छ फिडब्याक दिएको हो डोन्ट टेक सिरियस है सिरियस नलिनु होला जस्ट मैले सजेसन दिन सक्छु या रिएक्ट गर्न सक्छु सो आई होप जति मेरो तर्फबाट सक्छु त्यति दिने हो अनि रमाइलो गर्ने हो जति जतिको इन्जोय गर्ने हो यो भिडियोमा हैन सो आई होप यु गाइज आर अल्सो एक्साइटेड सो एक्साइटेड छ भने चाहिँ भिडियो स्टार्ट गरौँ राइट नाउ ओके रेडी वेटर इभेन्ट डब्बो जेन स्टुडियो दामी छ क्यो वाउ Damn yaar, what's up my bro? Sound wave. What's up my bro? Shuffle like a coast. My hidi raate mo. Early I go burn and flow. What's up my bros? Shuffle like a coast. My hidi raate mo. Early I go burn and flow. Personal life pero je gare pani baal to like. यो चाहिँ दामी भनेर चाहिँ मेरो स्टाइल मेरै हैन मैले जे गरे पनि तल बाल मतलब मेरो दामी छ यार सक्दैन कसैले ढाल्नलाई त्यतिकै त मर्दिन म स्वर्गबाट काल्नलाई राउन्ड नगारो बोरामाइन भित्र रान्न हनुमानले जलाइसकेको लङ्काको के काम मलाई साम्राज्य चाहिँ आफ्नै तयारी गर्दैछु बाल्नलाई दुश्मनहरू रेडी बसिरहेको खुट्टा तान्नलाई खेको बाल मलाई यो चाहिँ द्याट इज ट्रु है जो मान्छेहरू अगाडि बढिरहेको हुन्छ अनि धेरै लाइफमा पनि भइरहेको छ कि त हुन्छ त्यस्तो क्या सबैको लाइफमा हुन्छ क्या जो मान्छे अगाडि बढिरहेको छ भने त्यसको साइडमा चाहिँ धेरै हुन्छ क्या खुट्टा तान्नेहरू सो मैले पनि अब भोगेको छु त्यो सुनेको छु अनि त्यो कुराहरू भएको छ क्या मेरो लाइफमा पनि त्यो भएर चाहिँ इट्स ट्रु है मलाई खेको बाल Kego bal, mala kego bal. Wait as a urma asle hanan. Saman handa manse mone choro pugyo karagar. पहिला हेर्दा कैदी, अहिले हेर्दा कलाकार. सब कुरालाई त्यागेर पाल्दैछु आफ्नो परिवार. What's up my bros? सफलताको खोज. मा हिँडिराथे म. अहिले आगो बने flow. What's up my bros? सफलताको खोज. मा हिँडिराथे म. कतिको जिन्दगी सोचेको जस्तो सजिलो छैन यो जिन्दगी त भारी पनि बोके मैले दिनभरि कहानी नै लेख्ने हो भने बन्छ मेरो फिल्म पनि बिस्तारै बिस्तारै बदलिरहेको दिन पनि कमाएको पैसाले तिर्न सकेको छैन ऋण पनि गाडी पनि चलाए माडेको घरमा 3 चोटि अहिले निकै आनन्द लाग्छ हिजोको दिन सोची आफूलाई पर्दा कोही नै हुँदैन घरभित्र के चलिरहेछ कसैले नि बुझ्दैन मनमा भएको पीडा मुजी लुकाए नि लुक्दैन पैसा भन्ने तर यो गानाले चाहिँ रिलेटिभ मलाई पनि कति कुरा लाग्दै थियो क्या किनभने चाहिँ इट्स नट इजी यार लाइफको बारेमा सोच्दा क्या नट इजी क्या जो देख्छ नि त्यो एक्चुअलमा रियालिटी हुँदैन जुन जसले भोगेको छ त्यसलाई मात्रै थाहा हुन्छ सो रियालिटी छ है पुग्दैन रक्सीसँग चुरो ताने फोक्सो मेरो सुक्दैछ केटीसँग हिँडे पनि बीच बाटोमै छोडिदिन्छ फुल बाँधी हिँड्यो महिनो दिन चिर्यो खोरभित्र एक्लै हिँड्ने थाहा छैन कता गएर मर्दिन्छ यसै हो छोरा मान्छेको लाइफ
Yes. यस्तै हो छोरा मान्छेको लाइफ यस्तै हो छोरा मान्छेको लाइफ यस्तै हो छोरा मान्छेको लाइफ What's up my bros सफलताको खोजमा हिँडिराथे म अहिले आगो बने फ्लो What's up my bros सफलताको खोजमा हिँडिराथे म अहिले आगो बने फ्लो बबाल यार म्युजिक पनि दामी लगाएको थियो What's up bro This place is Dubai वाउ दामी सो गाइस मलाई चाहिँ बबाल लाग्यो अनि मजा आयो यसको एक एक वर्डले एक एक कुराहरूले चाहिँ नि रिलेटिभ केटाहरूलाई हुन्छ नि अब केटाहरूलाई चाहिँ जस्ट लाइक एक एउटा हुन्छ नि वर्डले चाहिँ केटाहरूलाई चाहिँ हेल्प गरिरहेको हुन्छ थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो अनि भन्नुपर्दाखेरि चाहिँ यो तिमीहरूले एउटा ऱ्यापर यस्तो उस्तो भनेर सोच्ने होइन तर यो वर्ड छ नि जति पनि यसले गाएको उसले अब सरी है सो उसले गाएको छ यो सङमा चाहिँ मैले चाहिँ के बुझेँ भन्दाखेरि चाहिँ केटाको रियालिटी के हुन्छ भन्ने कुराहरूले चाहिँ अलिकति फोकस गरेको रहेछ सो थ्याङ्क यू सो मच है उसलाई पनि किनभने चाहिँ धेरैले भिडियोहरू बनाउँछ आफ्नै तालमा आफ्नै मोज मजामा बनाइरहेको हुन्छ तर यो सङले चाहिँ कति कुराहरूलाई चाहिँ क्या रिलेटिभ हुन्छ नि केटाको बारेमा चाहिँ भनेको छ सो कस्तो हुन्छ के गर्नुपर्छ भन्ने धेरै बाहिर गएर कमाइरहेको हुन्छ त्यस्तोहरूलाई चाहिँ धेरै सान्त्वना दिन्छ सो गाइस थ्याङ्क यू सो मच बबाल मजा लाग्यो मलाई यस्तो भिडियोहरू तपाईँ हेर्नु चाहनुहुन्छ भने प्लिज सब्सक्राइब माई च्यानल लाइक सेयर सपोर्ट गर्नु नबिर्सिनु होला टेक केयर सी यु इन नेक्स्ट भिडियो बाई बाई